प्रदीप लामी नेपाल स्काउटको जग्गामा रहेका छौँ। दीपक खड्काले पूर्व मन्त्रीले बनाएको यो संरचनामा डोजर चलिरहेको छ। स्काउटसँग सम्बन्धित हो। नेपाल स्काउटले चाहिँ हामीलाई चाहिँ यो डिसमेन्टल गर्नको लागि चाहिँ सहयोग भनेको कारणले गर्दा नि हामी यसमा संलग्न हौँ। यतापट्टि हामी देखिरहेका छौँ काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बल छ, डोजर छ, लगायत कतिपय अभियन्ता साथीहरू पनि हुनुहुन्छ। लैनचौर ब्याङ्क्वेट र यसलाई खाली गर्नको लागि दुवैतर्फबाट डोजर चलिरहेको छ। दुईटा डोजर एकैचोटि चलिरहेको छ। यो स्पिरिट त हो, यद्यपि कतिपयले स्टन्ट भन्लान् क्या यसलाई। स्टन्ट भन्दाखेरि तपाईँको यो कब्जा गरेर बस्ने मान्छे चाहिँ स्टन्ट हो नि त। पैसा नतिर्ने मान्छेले चाहिँ स्टन्ट गरिरहेको हो। मेरो शक्ति छ, मेरो पावर छ, मेरो पछाडि कार्यकर्ता छ हैन। हजुर, यसको आधारमा तपाईँको त्यसलाई चाहिँ स्टन्ट भनिन्छ नि त। यो त तपाईँको न्याय दिएको भनेर भनिन्छ। यो सराहनीय काम हो त्यसो भए। राम्रो काम हो। यद्यपि पूर्व मन्त्री दीपक खड्कालाई त घाटा भयो नि। उहाँ त सधैँ नाफामा हुनुहुन्छ नि। अन्त एउटा मन्त्री भएर एउटा जग्गा भाडा लिएर भाडा नतिर्ने शक्तिको भरमा एउटा गरिबले तपाईँ हामीले एउटा मोटरसाइकल चढ्दा 1800-2000 रुपियाँ कर वर्षको पर्दा हामीले तिरेन, राज्यले 32% फाइन लाग्छ। हरेक ठाउँमा फाइन तिर्नुपर्छ। स्वतन्त्र व्यक्ति चाहिँ सत्तामा आउँदाखेरि कस्तो हुन्छ भने यो चाहिँ नतिजा देखियो। र यो आसपास देख्न सक्नुहुन्छ बियरको बोतलदेखि आसपासको यो संरचनाहरू। सर यो अब लगभग देखिरहेका छौँ यो ब्याङ्क्वेटको अवस्था। सायद पुरै डोजर चल्ने हो सर, के हो? यहाँ देखिरहनु भएको छ यहाँको अवस्था। नेपाल स्काउटले चाहिँ पहिला पनि सिल गरेको र अहिले त्यो मुजुरमा उठ्दैछ। तपाईँले देख्नु भएको छ त्यो के कति सामान नाङ्गो आँखाले हेर्दाखेरि खासै सामान देखिन्न। रवि लामिछाने गृहमन्त्री हुँदाखेरि यहाँ जिल्ला प्रशासन कार्यालयले ताला पनि लगाइसकेको थियो।